हेलो वेलकम टु माई युट्युब च्यानल है। आज चाहिँ म तपाईँहरूलाई यहाँनिर चाहिँ सिलगढीको चाहिँ गोर्खेहाट कहाँनिर छ भन्दा चाहिँ यहीँबाट जानुपर्ने रहेछ, आनन्दकुञ्ज रहेछ हो। त्यहाँनिर त्यसको ठिक अपोजिट है, यहाँ ठुलोबाट यो बिल्डिङ चाहिँ तपाईँको सप स्टप भनेर लेखेको हुन्छ होइन। त्यसकै मुनि तलमा रहेछ हो, मुनिपट्टि हो। यसरी यहाँ चाहिँ गोर्खेहाट लाग्ने रहेछ। प्लान्टहरू सबै तपाईँले ट्रेडिसनल लिएर सबै कुरो पाउनुहुन्छ क्या हो यहाँनिर है। कस्तो दामी दामी थियो, ह्यान्डमेडहरूदेखिको लिएर तपाईँले ह्यान्डमेड जे पनि पाउनुहुन्छ है, साबुनहरूदेखिको लिएर तपाईँले चियाहरू सबै पाउनुहुन्छ। यहीँ छ सप स्टपको मुनिपट्टि चाहिँ। अनि यहाँनिर चाहिँ त यस्तो मिठो चिया थियो हो, मिठो चियापत्ती तपाईँले जे पनि पाउनुहुन्छ। सेकुवादेखिको लिएर खानेकुरो त झन् तपाईँहरूले सबै पाउनुहुन्छ। एभाइलेबल छ यहाँ चाहिँ है, बेस्ट छ। अहिले चाहिँ सिलगढीको चाहिँ वेदर वाउ जस्तो भइरहेको छ हो। अनि यहाँनिर जति बेसी क्राउड थियो है, यति बेसी खालि सबैजनाहरू है, तपाईँले बेडसिटदेखिको लिएर पिल्लो कभरहरू सबै तपाईँले ह्यान्डमेडै पाउनुहुन्छ। उहाँहरूले बनाउनु भएको रहेछ सबै कुरो। यहाँ खानेकुरा सबै हिल साइडकै पाउनुहुन्छ, तर अलिकति एक्सपेन्सिभ चाहिँ हुन्छ है। घिउदेखिको अरेन्जदेखिको लिएर सबै कुरो तपाईँले भेजिटेबल्सहरू सबै पाउनुहुन्छ। तरुलहरू होइन, दालहरूको भेराइटिजहरू पाउनुहुन्छ। यस्तो दामी। अन्त हामीले चाहिँ निकै लियो, राइसहरू पनि, सिमहरू है, सबै लोकलहरू सबै पाउनुहुन्छ। यहाँ चाहिँ अर्ग्यानिक है। यो चाहिँ कोदोको मोमो हो है। अन्त खाइसकेर चाहिँ यहाँनिर चाहिँ यस्तो थियो। तपाईँले के खानुहुन्छ, आटाको मैदाको सबै। यो चाहिँ मही दही कालिम्पोङबाट ल्याउनु भएको रहेछ अङ्कलले, टेस्टी थियो, दामी है, मिठो एकदम। मही चाहिँ यस्तो दामी। रातको भ्यू चाहिँ यस्तो हुन्छ कि यहाँनिर चाहिँ गोर्खेहाट चाहिँ बेलुकाको चाहिँ यस्तो छ एभ्री सन्डे लाग्छ, किनभने हाम्रो सपिङै सही छैन हो। चाहिँ हप्तामा एकपल्ट यो चाहिँ हो तपाईँहरूको गोर्खेहाट है। क्राउडहरू थियो, मजा गरे, बेलुका चाहिँ इन्जोय गरे। हामी बिहानै आउँदा पनि क्राउडै थियो, इभन अहिले बेलुका पनि क्राउडै छ हो। यस्तो छ। बेसीकै हिल साइड पनि बेसी आउनुहुन्छ अरे। त्यहाँ आउनुहुँदै थियो अङ्कलहरूले, आन्टीहरूले है। यहाँ कहाँ आउनु हुँदो रहेछ नि त स्टलहरू लगाउनु। उहाँहरूले पनि भन्दै थियो ग्याङ्टोकबाट है, पुरा हिल साइडबाट आउँछ। यहाँ नानीहरूको खेल्ने पनि उयो रहेछ, सुविधा कस्तो दामी थियो। सबै कुरा के हिल साइड पनि पाउनुहुन्छ, सबै कुरा चाहिँ क्या। यस्तो हामी चाहिँ रातिसम्म बसिरहेको थियो। तपाईँको ह्यान्डमेडको चाहिँ ब्यागहरू पनि थियो, यस्तो दामी क्या। अनि यस्तो छ, बाहिर चाहिँ क्राउडै छ। अब ऱ्यापिडो हामी पर्खिरहेको छ, ऱ्यापिडो बोलाएको छ। अन्त त्यही भएर चाहिँ यहाँनिर आज फर्केको है। यस्तो थियो वेदर चाहिँ दिउँसोको चाहिँ। पहिला चाहिँ यतापट्टि लागेको थियो अरे नि त, अहिले चाहिँ उतापट्टि सारेको रहेछ हो। अन्त दोकानहरू पनि यता र उता भएको रहेछ त्यसको यतापट्टि चाहिँ। अन्त उनीहरू पनि झोला हो, सबै कुरो। बाई, स्टे ट्युन है।